हजुरले कहिले कसैको स्किन देखेर सोच्नु भएको छ ओहो वाव कस्तो राम्रो स्किन रहेछ, कस्तो ग्लोइङ, कस्तो हेल्दी। तर आफ्नो भने जति स्किन केयर गरे पनि, जति महँगो सेरम लगाए पनि, जति सनस्क्रिन, जति क्लेन्जर चेन्ज गरे पनि स्किन झनै बिग्रिँदै गएको फिल हुन्छ, झनै कक्रक हुन्छ र त्यसमाथि झन् कहिलेकाहीँ ब्रेकआउट्सको तनाव त छुट्टै नै हुन्छ र यसले गर्दा स्किन केयर गर्नै चटक्कै छोडिदिउँ कि जस्तो पनि कहिलेकाहीँ फिल हुन्छ। यदि जति ट्राई गर्दा पनि हजुरको स्किन सुध्रन सकेको छैन, झन् बिग्रिँदै गएको छ भने आजको यो भिडियो हजुरकै लागि बनाएको छु मैले। अबको करिब 7 मिनेटमा म हजुरहरूलाई आफ्नो स्किन केयरमा चेन्ज गर्न सकिने सिम्पल स्टेप्सहरू जसले गर्दा हजुरको स्किनलाई यस्तोबाट अथवा यस्तोबाट यस्तोमा चेन्ज गर्न हेल्प गर्नेछ। यस्तो स्टेप्सहरू दिनेछु। हजुरको स्किन प्रडक्ट नमिलेर बिग्रेको होस् अथवा स्किन प्रडक्ट लगाएको नमिलेर बिग्रेको होस्, जुनसुकै अवस्थामा पनि यी स्टेप्सहरूले काम गर्नेछन्। यसमा म हजुरलाई न त 10 स्टेप्सको झन्झटिलो स्किन केयर भन्नेछु, न त हजुरलाई 30-40 हजार पर्ने प्रडक्ट्सहरू नै रेकमेन्ड गर्नेछु। हुनेछन् त केवल हजुरले घरमै फलो गर्न सकिने सिम्पल स्किन केयर स्टेप्सहरू। र सुरुमा कुरा गरौँ आजकल मैले आफ्नो पेसेन्ट्समा अथवा कमनली एकदमै धेरै देख्ने गरेको स्किन केयर मिस्टेकको बारेमा। सोसियल मिडियाको ट्रेन्डलाई ब्लाइन्डली फलो गर्ने। कहिले अर्डिनरी भाइरल भएको हुन्छ, कहिले एनुवा भाइरल हुन्छ, कहिले कसारेक्स, त्यस्तै अरू स्किन केयर कोरियन ब्रान्ड्सहरू, त्यस्तै कहिले सिकाप्लास्ट। यसरी प्रत्येक 1-2 वर्षमा नयाँ प्रोडक्ट्सहरू स्किन प्रोडक्ट्सहरू भाइरल भएकै हुन्छन् र कतिपयको टेन्डेन्सी हुन्छ जे स्क्रिनमा अथवा सोसियल मिडियामा देख्यो त्यो ब्लाइन्डली फलो गर्ने र आफ्नो स्किन राम्रो हुन्छ भनेर सोच्ने। मैले भन्न खोजेको होइन कि यस्ता भाइरल भएका प्रोडक्ट्सहरू नराम्रो नै हुन्छन्, यो हुँदै होइन। तर यदि हजुरको स्किन कन्सर्न अनुसार यी प्रोडक्ट्सहरू म्याच भएन भने यस्तो प्रोडक्ट्समा एउटा त पैसा त्यसै खर्च भयो, त्यस्तै अर्को भनेको स्किन झनै बिग्रिने चान्सेस पनि बढी हुन्छ। हामीले के बुझ्नु पर्दछ भन्दा, र मैले आफ्नो प्र्याक्टिसमा पनि स्किन टाइपलाई भन्दा पनि स्किन कन्सर्नलाई बढी म इम्पोर्टेन्स दिने गरेको छु। यदि हजुरको प्राइमेरी स्किन कन्सर्न अथवा प्रब्लमसँग हजुरको स्किन प्रडक्ट म्याच गरेन भने त्यो प्रडक्टले चाहिने रिजल्ट अथवा हजुरले खोजेको रिजल्ट दिँदैन। चाहे त्यो प्रडक्ट जतिसुकै महँगो होस् अथवा चाहे जतिसुकै भाइरल होस् अथवा अरूले राम्रो भनेको हुन्। त्यही भएर हजुरको स्किन कन्सर्नसँग प्रडक्ट म्याच भयो भने बल्ल त्यसले राम्रो इफेक्ट देखाउन सक्दछ। हामीमध्ये धेरैलाई लाग्दछ कि जति धेरै स्किन प्रडक्ट्सहरू लगायो त्यति नै स्किन राम्रो हुन्छ र हामीले सोसियल मिडियामा पनि यही देख्ने गर्दछौँ। तर यत्रो धेरै स्किन प्रडक्ट्स हाम्रो स्किनले एउटा थेक्न पनि सक्दैन र यस्तो धेरै स्किन प्रडक्ट लगाउनु राम्रो पनि होइन। त्यसो भए राम्रो स्किन बनाउनको लागि के गर्ने त? सुरुमा गर्नुपर्ने चेन्ज भनेको आफ्नो क्लेन्जर वा फेस वास। यदि फेस वास वा क्लेन्जर युज गर्दा बित्तिकै हजुरको स्किन झनै टाइट भएको छ अथवा कक्रक भएको छ भने बुझ्नु पर्दछ कि समथिङ इज रङ। हजुरको स्किन ब्यारियरलाई केही न केही नराम्रो भएको छ। कि त हजुरले युज गरेको फेस वास वा क्लेन्जर बढी हार्स भयो वा बढी अल्कलाइन अथवा पीएच ब्यालेन्स्ड भएन। यस्तो केसेसमा के हुन्छ भन्दा स्किन झनै बिग्रिँदै जाने, रातो हुँदै जाने, चिलाउने, त्यस्तै गरेर ब्रेकआउट्सहरू झनै बढ्ने हुँदछ। त्यही भएर हजुरले चेन्ज गर्दा सकेसम्म पीएच ब्यालेन्स्ड जेन्टल क्लेन्जर चेन्ज गर्नु पर्यो। त्यसपछि अर्को धेरैले गर्ने मिस्टेक भनेको ओइली स्किन छ अथवा चिल्लो छाला छ भनेर मोइस्चराइजर नलगाउने गल्ती गर्ने। स्किन अलरेडी ओइली छ भनेर कतिपयले मोइस्चराइजर स्किप गर्ने बानी हुन्छ। तर यसले गर्दा नराम्रो के भइदिन्छ भन्दा स्किनमा ओइल अथवा मोइस्चर पुगेन भनेर स्किनले झनै बढी ओइल निकाल्ने अथवा सेबम निकाल्ने गर्दछ, जसले गर्दा स्किन झनै पिम्पल आउने अथवा झनै ओइली अथवा पोर्सको साइज झन् ठुलो हुने यो समस्याहरू आउन सक्दछ। त्यसपछि अर्को चेन्ज गर्नुपर्ने सिम्पल स्टेप भनेको हरेक महिना अथवा 2 महिनामा आफ्नो स्किन प्रडक्टहरू चेन्ज गर्न छोड्नु पर्दछ। हाम्रो स्किनलाई नयाँ प्रडक्ट हामीले लगायौँ भने त्यसमा बानी पर्न केही टाइम लाग्दछ। त्यही भएर हामीले राम्रै प्रडक्ट अथवा सेरम सनस्क्रिनहरू लगाउँदा पनि सुरुमा कहिलेकाहीँ पर्जिङ हुन सक्दछ। त्यो भनेको स्किनमा त्यो प्रडक्टलाई बानी पर्न गाह्रो भएको हुँदछ। त्यही भएर हामीले प्रत्येक महिना 2 महिना प्रडक्ट चेन्ज गऱ्यौँ भने हाम्रो छालालाई प्रत्येक नयाँ प्रडक्टमा एड्याप्ट गर्न एकदमै गाह्रो हुन्छ, जसले गर्दा स्किन झन् बिग्रिने चान्सेस हुन्छ। हामीले सोसियल मिडियामा इन्फ्लुएन्सरले मैले त यो प्रडक्ट लगाएँ, यस्तोबाट यस्तो भयो, मेरो चेन्ज यस्तो आयो भनेर भनिरहेको देखेर त्यही कुरा फलो गरिहाल्छौँ। तर म एउटा प्र्याक्टिकल कुरा के भन्छु भन्दा, मैले ओपिडीमा यदि एउटा दिदीबहिनीलाई आफ्नै दिदीबहिनीलाई पनि एउटै प्रडक्ट दिए भने त्यो पनि 2टा दिदीबहिनीलाई सुट गर्दैन। भनेपछि हामीले स्क्रिनमा देखेको अथवा सोसियल मिडियामा देखेको ऱ्यान्डम मान्छेलाई त्यो प्रडक्ट सुट भयो भनेर आफूलाई पनि त्यही कुरा हुन्छ भन्ने कसरी विश्वास गर्ने त?
त्यही भएर यदि हजुरले डक्टरको रिकमेन्डेसनमा अथवा आफैले फार्मेसी वा अथेन्टिक स्किन स्टोरबाट कुनै प्रडक्ट किन्नु भएको छ, सनस्क्रिन, सेरम अथवा कुनै प्रडक्ट किन्नु भएको छ र त्यो लगाउँदा हजुरलाई त्यस्तो नराम्रो भन्नुको मतलब रातो, सुक्खा, चिल्लो, धेरै कालो देखाएको छैन भने त्यस्तो प्रडक्टलाई फ्रिक्वेन्टली चेन्ज नगर्नुहोस्। त्यसलाई केही समय दिनुहोस् काम गर्न, अनि स्किन आफै सुध्रिँदै जान्छ। त्यसपछि कुरा गरौँ सेरमको। आजकल कोरियन एसेन्स सेरमहरू एकदमै पपुलर भइरहेका छन् र म कहाँ आउने कतिपयले पनि जस्तो पहिला भनाइ थियो डाक्टर साहब भिटामिन लेखिदिनु न भनेको जस्तै आजकल म कहाँ आउने कतिपयले पनि डाक्टर साहब सेरम लेखिदिनु न अथवा भाइटामिन सी लेखिदिनु न भन्ने गर्नुहुन्छ। तर यदि हजुरको स्किन बिग्रेको छ अथवा ब्यारियर ड्यामेज भएको छ भने स्टिक टु द बेसिक्स भन्नुको मतलब बेसिक सनस्क्रिन मोइस्चराइजर मात्रै लगाउने र स्किनलाई हिल हुने टाइम दिने। कतिपयलाई मैले हजुरलाई सेरम चाहिँदैन भने क्रिटिकल लुक पनि दिनुहुन्छ। हजुरले 1-2 महिना सेरम नलगाउँदैमा हजुरको रिङ्कल आइहाल्ने, स्किन डल भइहाल्ने अथवा पछि बिग्रेर चेन्ज नै नहुने स्किन हुँदैन। त्यही भएर पहिला स्किनलाई हिल हुन दिनुहोस्, त्यसपछि हजुरको स्किन कन्सर्न अनुसार सेरम थप्न मिल्छ। त्यसपछि नेक्स्ट स्टेपको कुरा गरौँ, एक्सफोलिएसन। कतिपयले आफ्नो स्किन धेरै डल भयो अथवा ब्रेकआउट्सहरू भइराख्यो भनेर स्क्रब फेस वास भयो, त्यस्तै गरेर फेस वास पनि लगाएर धेरै माड्ने अथवा घोट्ने, त्यस्तै गरेर कसैले ओभर एक्सफोलिएट गर्ने, कसैले घरेलु फेस प्याकहरू स्क्रबहरू लगाउने गर्नुहुन्छ। तर यस्तो बानीले गर्दा स्किनको ब्यारियर झनै ड्यामेज हुन्छ, जसले गर्दा स्किन इरिटेटेड देखिने, बाहिरको कीटाणुहरू फोहोरहरू छालामा सजिलै छिर्दछ, जसले गर्दा स्किन झनै बिग्रिँदै जाने र ब्रेकआउट्सहरू झन् बढ्ने चान्सेस हुन्छ। त्यही भएर ओभर एक्सफोलिएट पनि गर्नु हुँदैन र यदि आफूलाई एक्सफोलिएट गर्न मन छ भने एक्चुअली डक्टरको कन्सल्टेसनमा मात्रै एक्सफोलिएसन सुरु गरेको राम्रो हुन्छ। त्यसपछि आउँछ नेक्स्ट स्टेप सनस्क्रिनको कुरा। कतिपयले आफ्नो स्किन झनै कालो देखायो सनस्क्रिनले वा दिनभरि घरमै त बस्ने हो, अफिसमै त बस्ने हो, किन सनस्क्रिन चाहियो भनेर सनस्क्रिन स्किप गरेको पनि पाइन्छ। तर यो पनि राम्रो होइन। यदि हजुरले सबैभन्दा राम्रो नाइट क्रिम अथवा डे क्रिम लगाइरहनु भएको छ तर सनस्क्रिन रेगुलर भएन भने त्यसले राम्रो असर देखाउन सक्दैन। त्यस्तै गरेर जसको फ्रिक्वेन्टली ब्रेकआउट्सहरू हुँदछ उहाँहरूमा सनस्क्रिन लगाएन भने त्यसैले गर्दा कालो दाग बस्ने वा पिआइएच हुने चान्सेस झनै बढ्दछ। त्यही भएर यो स्टेप एकदमै इम्पोर्टेन्ट हुन्छ।